Hello and namaste, this is me Babu Pakrin. Welcome back to my another vlog. हुनुहुन्छ होला र म पनि एकदम सन्चो छु, बाँचेको छु आजसम्म तपाईहरुको आशीर्वादले है गाइजहरु। त्यही हो गाइजहरु, जिन्दगी छ उन्जेल रमाइलो गर्नुपर्छ है। जिन्दगीमा हाँस्न रमाइलो गर्न चाहिँ कहिल्यै छोड्नु हुँदैन है गाइजहरु, कहिल्यै छोड्नु हुँदैन। चाहे एक्लै होस् चाहे साथीभाइसँग होस् हैन, रमाइलो चाहिँ गरिराख्नु पर्छ। चाहे खुट्टामा काँडा नै किन नबिजोस् हैन, मुहारमा हाँसी सधैँभरि छाउनु पर्छ है गाइजहरु। चाहे जतिसुकै पीडा होस्, चाहे जतिसुकै दुःख होस् हैन, दुःख सबको हुन्छ साथीहरु, दुःख सबको हुन्छ हैन। दुःखलाई लुकाएर पनि हैन, आफ्नो अनुहारमा चाहिँ चमक हुनु पर्यो है साथीभाइहरु। त्यही हो, त्यही भन्न चाहन्छु हैन। र आजको भ्लग कस्तो हुन्छ अन्तिमसम्म राम्रोसँग हेरिदिनु होला हैन। अझै राम्रो राम्रो भ्लगहरु ल्याउने कोसिस गर्नेछु है आगामी दिनहरुमा। तपाईहरुलाई मेरो लुक्स देखेर चाहिँ हल्का यसले खतरा स्टाइल पार्न थालेछ विदेश गएदेखि भन्ने सोच्नु होला हैन, तर त्यस्तो हैन है गाइजहरु। यो रुमाल बान्नुको कारण पनि छ हैन। रुमाल चाहिँ किन मैले बानेको भन्दाखेरि मेरो यो अगाडिको कपाल चाहिँ झर्या गरेर आँखामा आकाइ गर्यो नि त, अनि त्यो भएपछि अलिकति समस्या हुन्छ नि त। त्यही भएर मैले चाहिँ रुमाल बान्देको है। यति बेला समयको कुरो गर्नु पर्दाखेरि चाहिँ ठ्याक्कै हैन 4 बज्न लागिसकेको छ। म चाहिँ अघि भर्खरै ड्युटीदेखि आएको। ड्युटीदेखि आउने बित्तिकै साथीले कल गर्यो हैन। कल गर्ने बित्तिकै अनि कपडा सपडा लाएर हैन हिँडेको म चाहिँ चट्ट लाएर। दाजुभाइहरु यस्तै छ जिन्दगी। अहिले चाहिँ म कहाँ प्रवेश गरिसकेँ भन्दाखेरि हैन, फाइनली हाम्रो एमआरजी चोकतिर चाहिँ प्रवेश हान्दैछु हैन। चोक चाहिँ यतातिर हो अनि म चाहिँ अब जाँदैछु त्यतातिर। अनि मेरो साथीहरु पनि त्यही मलाई कुरेर बसिरहेछ अरे हैन। अनि उनीहरुसँग भेट्छु, यसो मिठो दुःख सुखको मिठो गफगाफ गर्छु हैन। यहाँनिर आइसकेपछि चाहिँ मलाई के रमाइलो, एकदम रमाइलो लाग्छ कि एक्लै आए पनि हैन। पुरा साथीहरुसँग हिँडेको जतिकै भाइब्स आउँछ क्या यहाँनिर चाहिँ अब हैन। यो ठाउँ चाहिँ एकदम यहाँको एकदम भिडभाड हुने ठाउँ हो कि यो। मान्छेहरु हैन धेरै कन्ट्रीहरुको मान्छेहरु जम्मा हुन्छन् हैन। फिलिपिनीदेखि लिएर इन्डियनदेखि लिएर तपाईको देख्न सक्नुहुन्छ यस्तो भिडभाड छ। अगाडिबाट पनि हेर्नुस् ल। दादा रे दादा, आज चाहिँ यस्तो भिड रहेछ कि आज गुड फ्राइडे भएर होला हैन। यो मार्केट पुरा भिड छ कि तपाईहरु देख्न सक्नुहुन्छ है। फाइनली मैले मेरो साथीहरुलाई भेटेको छु कि सोल्टीहरु यतातिर छन् हाम्रो सोल्टीहरु। हेलो सोल्टी, हाम्रो दाजुभाइ दिदीबहिनी सोल्टिनीहरुलाई दर्शन गर्न चाहे अनि यस्तै छ जिन्दगानी। हाम्रो सोल्टीलाई आज भेटाइएको छ फाइनली हैन। अनि मेरो नाम चाहिँ हो दावा शेर्पा एकेडीएसपी हैन। दिनुपर्छ चहल पहल जिन्दगानी भने यस्तै छ। अब छम्मीहरुलाई देखाउनु पर्यो दायाँ बायाँतिर ल, छम्मीहरुलाई देखाउनु पर्यो दायाँ बायाँतिर ल। यता फेरि दुईजना हाम्रो अर्को सोल्टीहरु छ हैन। These girls are same looks like me please. यस्तो भिड हैन गाइजहरु। आम्बो यस्तो लागिरहेछ कि अब नेपालमा भइदा भए त लोसार मेला टक्क गइन्थ्यो होला यति बेलाको समयमा हैन। अहिले चाहिँ केही छैन। आज फ्राइडेको दिनमा म चाहिँ यता साथीहरुसँग यता एमआरजी चोकतिर आइदिएको हैन। अनि यता नि अब लोसार मेला भन्दा केही कम छैन है गाइजहरु। यस्तो रमाइलो छ ल, हेर्नुस् भिडभाड, हेर्नुस् भिडभाड मान्छेको ल, हेर्नुस् तपाईहरु। यता हाम्रो ग्याङहरु आउँदैछ हैन। जे होस् लोसार अब यस्तै भयो मेरो चाहिँ हैन गाइजहरु। तपाईहरुको कस्तो भयो हैन कमेन्ट गर्नु होला। टक्कल लाएर हैन चिया खाइदिउँ, गफसफ गर्दिउँ साथीभाइसँग। अनि सर हजुरको नाम के हो? मेरो चाहिँ जेपी है, जेपी लिम्बू हो म। जेपी लिम्बू। अनि हाम्रो चस्मा लाउने सर? आकाश र आकाशजीलाई पनि मेरो भ्लगमा एकदम स्वागत छ है त। थ्यांक यू जेपी सर, मेरो भ्लगमा एकदम स्वागत छ है हजुरलाई। एकदम धेरै धेरै धन्यवाद हैन। हजुरको भ्लगमा पहिलोचोटि म देखिन पाएकोमा खुसी लागेको छ मलाई। मलाई त्यस्तो खासै केही बोल्न आउँदैन। हजुरको शुभ नाम पनि थाहा छैन मलाई। मेरो चाहिँ बाबु पाक्रिन हैन। हैन यहाँ मुनि देखे जस्तो लाग्यो के तपाईहरुलाई? अनि बाबु पाक्रिन मुनि आउँथ्यो नि त कहिलेकाहीँ। ओके ल, लाइक कमेन्ट। ल ठिकै छ यस्तै छ जिन्दगानी भन्ने कुराहरु। हामी चाहिँ चिया पिएर सबैजना निस्किदिसक्यौँ हैन। अब चाहिँ हामी चाहिँ सरको जुत्ता किन्ने, ज्याकेट किन्ने, के किन्ने कुरा भयो हैन। त्यही भएर अब हामी चाहिँ जाँदैछौँ। On the way guys, on the way. One man. केटाहरूले मलाई के भन्थ्यो डिएसपी सर? हजुर
तैँले कहिले घुम्न सक्दैनस् भनेर मलाई भन्थ्यो नि त साथीहरूले आजको दिन हेर्नु पर्यो नि त होइन आजको दिनमा तिमीहरूलाई रिग्रेट हुँदै होला होइन चलपल दिनु हुँदैछ उहाँले आज बबाल छमियाहरू लिएर घुम्दै हुनुहुन्छ त्यो चाहिँ होइन है फेरि ढाड दिएको फेरि सिदिएको फेरि हेर आजको दिनमा तेरो दाइले कुबेत खाइसक्यो नरिसाउनु होला भन्न चाहन्छु अन्त हेर गाइज हो आजको दिनमा तेरो दाइले कुबेत हल्लाइसक्यो गाइजहरू हामी चाहिँ अब यो ठाउँमा इन्टर गरिसक्यौँ है सपिङको लागि If you wanna any sneakers, then we will come here, Al Wataniya building. म चाहिँ हल्का ज्याकेटहरू हेरिदिनु पर्ने हुन्छ होइन गाइजहरू ज्याकेटहरू बबल रहेछ यहाँ तर अब मलाई मनपर्ने खालको एउटा होइन हान्ने भए हान्दिउँ भन्ने टाइपको होइन अब अरबीले नेपाली बुझ्दै बुझ्दैन इङ्ग्लिस हामीलाई बोल्न आउँदैन के गर्नु त गाइजहरू डिलिङ पनि राम्रोसँग हुनै सक्दैन होइन हाम्रो यहाँ साउबा से समथिङ Puspa. त्यतिखेर चाहिँ हामी कहाँ छौँ भन्दा ठ्याक्क यो बिल्डिङको छेउमा छौँ है यो बिल्डिङ चाहिँ अब के बिल्डिङ हो होइन तपाईँहरू चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ यहाँको हावापानी चलपल र अगाडि छन् हाम्रो लडाकुहरू चाहिँ अगाडि हुनुहुन्छ होइन अनि म चाहिँ फाइनली रूपमा यता छु होइन सर आजको यात्रा चाहिँ यस्तै भयो होइन गाइजहरू भ्लग पनि यस्तै भइरहेछ अब साथीहरूसँग चाहिँ म छुट दिनुपर्ने हुन्छ किनभने अब गन्तव्य मेरो यता पऱ्यो साथीहरूको यता पऱ्यो त्यही भएर अब चाहिँ छुट दिनुपर्ने हुन्छ ल साथीहरू छुट दिउँ है त ओके छ त ओके छ हजुरलाई धेरै धेरै माया छ हजुरको भ्लगलाई हजुरको दर्शकहरूलाई सबैजनालाई सम्पूर्णलाई होइन ल है साथी है सपोर्ट गर्नु होला हाम्रो बाबु सरलाई दामी भ्लग बनाउनुहुन्छ बाबु सरले ल राम्रोसँग जानु होला ल हेभ अ गुड नाइट है त त्यही हो गाइजहरू फाइनली म चाहिँ टक्क साथीहरूसँग भेटेर होइन रुममा फर्केर आइसकेँ र मैले भिडियो पनि बनाइसकेँ मेरो भ्लग अन्तिमसम्म हेरिदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद र आजको भ्लग यस्तै भयो होइन कस्तो भयो के भयो होइन राम्रो भयो नि नराम्रो भयो भने सपोर्ट गर्दै जानु होला र आजलाई चाहिँ यति नै भन्दै आगामी दिनमा फेरि नयाँ भ्लगको साथमा नयाँ दिनको साथमा नयाँ ठाउँ नयाँ गन्तव्यको साथमा होइन उपस्थित हुने बाचाको साथमा चाहिँ आज बिदा हुन्छु धेरै धेरै धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला है त गाइजहरू जय नेपाल।